ग्रामीण चलचित्र महोत्सवको बारेमा सरले आयोजकको तर्फबाट भनिहाल्नु कुराहरू। अब गाउँपालिकाको तर्फबाट हामीले भन्दा यो कुरा हामीलाई चन्द्रनगर गाउँपालिकाको लागि एउटा अवसरको रूपमा लाग्यो। किनभने अब हाम्रो गाउँपालिकाको एउटा ठुलो सम्पदा भनेको नारीमन ताल र नारीमन तालको प्रदर्शन, यसको प्रमोसनहरू गर्न जरुरी छ। यहाँ जुन जतिको सम्पदा ठुलो सम्पत्ति गाउँपालिकाको हो, मलाई लाग्छ सर्लाही मात्रै न पुरै मध्य प्रदेशमै प्राकृतिक तालमा यो जतिको कुनै पनि छैन पुरै मध्य प्रदेशमै। र प्राकृतिक मात्र होइन कि ऐतिहासिक ताल हो, धार्मिक ताल हो, अब यो प्राकृतिक ताल हो, संसारको रूपमा छ। अब यसमा जति कामहरू हुनुपर्ने काम एक लेभलको भएको छ, तर यसलाई अलिकता प्रमोसन गर्न सक्यो भने, राष्ट्रिय रूपमा जिल्लाभरि अन्तर्राष्ट्रिय रूपमा प्रमोसन गर्न सक्यो भने यहाँ पर्यटकहरू ल्याउन सकिन्छ। अनि यो चलचित्र महोत्सवको कुरा सरसित हुँदै गर्दा हामीलाई पनि के लाग्यो भने एउटा अवसरको रूपमा हो। यहाँ जब जस्तो नेपाल चलचित्र विकास बोर्ड सहआयोजक छ, यहाँ सहकार्य छ, उहाँको संस्था सेलिब्रिटी नेपाल आयोजक छ। यही क्रममा सम्भवतः नेपाल चलचित्र विकास बोर्डको अध्यक्षज्यू पनि आउनुहुन्छ, उहाँ पनि दिनेश ऋषिजी पनि आउनुहुन्छ, कलाकारहरू आउनुहुन्छ, निर्माता निर्देशक आउनुहुन्छ, अब पत्रकारज्यूहरू जिल्ला काठमाडौँको पनि आउनुहुन्छ। अब अरू पनि व्यक्तित्वहरू, हामी कलाकारहरू यो क्षेत्रको पनि मधेसको पनि बोलाउन सक्छौँ। त्यो गर्दा नारीमन तालको डिलमा बसेर नेपाली सिनेमाको कुरा, यहाँको भाषाभाषीको सिनेमाको कुरा गर्नु, सँगसँगै पर्यटक पनि जोडिन्छ। त्यो हिसाबले हामीले एउटा अवसरको रूपमा लागेर हामीले ल गरौँ त राम्रै हुन्छ सर, सरलाई पनि राम्रो, हामीलाई पनि राम्रो र म्युचुअल बेनिफिट हुन्छ जस्तो लागेर हामीले यो राम्रो अवसरको रूपमा लिएको हो। अब यो गर्दै गर्दा अर्को पाटो पनि के हो भने यो नारीमन ताल भोलिको दिनमा यो एउटा सिनेमा छायाङ्कनको स्थलको रूपमा पनि विकास होस्। किनभने एउटा जुन किसिमको प्राकृतिक शीतलता र शान्ति पाउने ठाउँ हो, चिसोपन पनि छ, अहिले पार्कहरू निर्माण भएको छ। त्यो नारीमन ताल आफैमा भोलि एउटा फिल्म सुटिङको लागि एउटा ठाउँ हुनसक्छ, गीत सुटिङको लागि ठाउँ हुनसक्ला। त्यो सँगै यो चन्द्रनगर गाउँपालिकाभित्रै पनि यो भनौँ न 6-7वटा अन्य वडामा पनि सिनेमा सुटिङको पर्सपेक्टिभले विभिन्न किसिमको बस्तीहरू पनि हामीसित छ। खालि ताल मात्रै नभइकन त्यो गाउँपालिकाभित्रै पनि भनौँ न फुसका घरहरू छन्, कपडाका घरहरू छन्, गरिब बस्तीहरू पनि छन्, ठुल्ठुला महलहरू पनि छन्, पक्का घर पनि बनिएको छ। त्यो हिसाबले यो नारीमन ताल र चन्द्रनगर गाउँपालिकाका बस्तीहरू पनि भोलि एउटा सिनेमा सुटिङको लागि राम्रो स्थल हुनसक्छ। मधेसको कथा देखाउनु पर्यो अथवा कहिलेकाहीँ त साउथ इन्डियाकै कथा देखाउनलाई लोकेसनहरू र सिमिलर खालको लोकेसन खोजाउनुभन्दा यही लोकेसनहरू पनि हुनसक्छ। त्यो हिसाबले भोलि एउटा सिनेमा सुटिङको लागि पनि स्थल होस्। अब त्यसको लागि यो इभेन्टले, यो फेस्टिभल एउटा सुरुवाती एउटा राम्रो भूमिका सुरु गर्न सक्छ जस्तो मलाई लाग्यो। अनि हामीले यो 138 सल्लाह टिममा सल्लाह गरेर यो भनौँ न सहकारीको एउटा अवसरलाई हामी सदुपयोग गरौँ र राम्रो एउटा कार्यक्रम यहाँ गरौँ। यसले दुवैलाई सिनेमा, पर्यटन सम्पदालाई पनि जोड्छ, राम्रो गर्छ भन्ने हिसाबले गर्दैछ। र अर्को कुरा, हामीलाई चलचित्र विकास बोर्डले एउटा फिल्मी नेपाल भनेर एउटा किताबै पब्लिस गरेको छ। नेपालमा हिमाल, पहाड, तराईसम्म कहाँ कहाँ सुटिङ गर्न जानु पर्यो भने, चाहे देशभित्रको फिल्म बनाउने होस् अथवा इन्डियाको अथवा विदेशको, पहिला त्यो किताब हेरेर, त्यो डकुमेन्ट हेरेर सुटमा जाँदो रहेछ। त्यो किताबमा, त्यो क्याटलगमा हाम्रो नारीमन ताल पनि पढिदियो भने हामीलाई त एउटा प्रोड्युसर, डिरेक्टर, फिल्म मेकरको नजरमा प्रत्यक्ष पुग्छ। त्यो हिसाबले पनि यो इभेन्टले एउटा त्यो पनि मद्दत गर्छ कि जस्तो लागेर गाउँपालिकालाई यसले अधिकतम फाइदा गराउँछ जस्तो लागेर हामीले यो रिक्वेस्टलाई स्वीकार गरेर सहकार्य गरेर गरौँ भन्ने हिसाबले नै अघि बढेको। अहिले पनि सरले भन्नुभयो धेरै ठुलो लगानी भयो। मलाई 1-2 ठाउँबाट फोन पनि आयो, गाउँपालिकाको पैसा सिनेमामा लगाइदिने, यत्रो खर्च गरिदिने, कहाँबाट आयो यत्रो पैसा आयो भन्ने पनि आयो। मैले धेरै पैसा हामी के पनि दिइरहेको छैनौँ। उहाँहरूले भनिहाल्नु अब आएको बेला अब अलिअलि गेस्टहरूको अब बस्ने खाने अलि स्टेज होला के होला, शान्तिमा धेरै ठुलो पैसा पनि छैन। र मलाई लाग्छ जति लगानी गाउँपालिकाले यसमा गर्छ सहकार्यमा, त्योभन्दा कयौँ गुणा बढी गाउँपालिकालाई रिटर्न आउँछ जस्तो मलाई लाग्छ। र एउटा राम्रो फेस्टिभल यहाँ आयोजना भयो, त्यो पनि हुन्छ जस्तो लाग्छ। र अर्को पाटो मलाई कस्तो लाग्छ भने नेपाली सिनेमा हाम्रो देशको इन्डस्ट्री हो। मैले त्यो इकोनोमीको पर्सपेक्टिभमा हेर्न खोजेको, मैले देशको इन्डस्ट्री हो र देशको इन्डस्ट्रीको मार्केट चाहिँ अहिलेसम्म काठमाडौँ, पोखरा, धरान, चितवन, नेपालगञ्जभन्दा बाहिर चाहिँ जान सकेको छैन।
जबकि मध्य प्रदेशमा मात्रै हेर्ने हो भने झन्डै 60 लाखको हाराहारीमा जनसङ्ख्या छ। त्यो नेपाली सिनेमाको मार्केट यो मध्य प्रदेशमा कसरी बनाउने? आखिर त्यही देशभित्रका नागरिक हौँ हामी, त छुट्टै देशका नागरिक होइन नि त। भनेपछि यही देशको सिनेमा इन्डस्ट्रीको मार्केट त्यो मध्य प्रदेशमा कसरी बनाउने एउटा कुरा। त्यो फिल्मको एजुकेसन दिने, लिट्रेसी दिने कुरा, फिल्म लिट्रेसीको कुरा, जसरी अरू लिट्रेसी छ नि, फाइनेन्सियल लिट्रेसी हो, बजेट कसरी गर्ने, पैसा कसरी बढाउने, जस्तै फिल्म लिट्रेसी हो भनेपछि त्यो मार्केट मध्य प्रदेशमा कसरी बढाउने। र अर्को कुरा, मध्य प्रदेशभित्र भएका कथाहरू, इस्युहरू, वास्तविकताहरूलाई नेपाली सिनेमा मार्फत कसरी लाने, राष्ट्रिय लेभलमा कसरी पुर्याउने, अन्तर्राष्ट्रिय लेभलमा कसरी पुर्याउने, त्यो चाहिँ ठुलो ग्याप मैले देखाएको छु। र इन्डस्ट्रीको हिसाबले हेर्दा मधेसका कथाहरू कुनै भर्जिन एरियामा छ, मतलब अलमोस्ट यसमा टचै भएको छैन, खासै काम भएको छैन। हामीले थुप्रै हेर्न सक्छौँ, ऐतिहासिक बायोपिकहरू इन्डियामा थुप्रै बन्छ, नेपालमा त बहुत कम बन्छ। जस्तो सलेशको कथा छ, दिना बद्रीको कथा छ, विद्यापतिको कथा छ, यस्तो थुप्रै छ कथाहरू जसलाई बाहिर ल्याउन जरुरी छ। यो कब हुन्छ? जब राष्ट्रिय नेपाली फिल्म इन्डस्ट्री यहाँ आउँछ, छिर्छ, यहाँका जनताले बुझ्छन्, उनीहरूको फिल्म यो स्टोरीमा बन्छ। यहाँ हामीले फिल्महरूको कल्चर बनाउँछौँ। जस्तो साउथ इन्डियामा कल्चरै छ, प्रत्येक शुक्रबार अथवा परिवार लिएरै मान्छे फिल्म हेरेर जान्छ। अनि आज साउथ इन्डिया त्यत्रो ठुलो इन्डस्ट्री बनाएको छ, लाखौँले रोजगारी पाएको छ, करोडौँ अर्बौँको इन्डस्ट्री भएको छ। भनेपछि त्यो कल्चर पनि डेभलप गर्न पऱ्यो। र ग्रामीण फिल्म फेस्टिभलले गाउँ गाउँमा गएर फिल्म लिट्रेसी गराउने एउटा अभियान हो जस्तो लाग्यो मलाई। त्यही भएर पनि यो अलि जेन्युन चिजै लागेर गरौँ त यसपालि भनेर हामीले गरेको। मैले अघि थोरै कुरा छुटाएको थिएँ, जोडिएको छ। थोरै कुरा के छ? अब एउटा तपाईँसँगै जोडिएको कुरा छ, तपाईँले भन्नु होला ताकि जस्तै यो फेस्टिभलमा चाहिँ कति दर्शकको अपेक्षा गर्नुहुन्छ, कति हुन्छन् यहाँ? जस्तो यहाँ कति हुन्छ नि त, उनीहरूलाई बस्ने जस्तै हेर्नको लागि कहाँ बसेर हेर्छन्? होइन त्यो हामीले यहाँ कहाँ राखेर देखाउने कति हुन्छन् त्यो हामी व्यवस्थापन मिलाउने बाँकी छ। त्यसकै लागि हामी आज तयारीको लागि किन आएको त्यो हामी मिलाउँछौँ। हाम्रो अपेक्षा चाहिँ यहाँनिर कति हुन्छन् हामीले हेरेको छैनौँ क्या, यति हुन्छन् भनेर हामीले ट्याक्कै निकालेका छैनौँ। वरिपरिका जम्मा हुँदै गर्दा 400-500 जना मान्छे भयो भने त्यो एकदमै बेस्ट भन्ने हो। हाम्रो एउटा सो हेर्नु क्या, एउटा सिनेमा हेर्ने टाइममा 400-500 जना रहनु भयो भने एकदमै राम्रो। र 400-500 जना रहने गरी देखाउनलाई तालकै छेउमा हामीले प्रोजेक्टर साउन्ड सिस्टम राखेर यहीँनिर व्यवस्थापन गर्न सक्छौँ भनेर हामी अघि थोरै सल्लाह गरेका थियौँ। तर कहाँ कसरी गर्ने डिसाइड चाहिँ हामी गर्न बाँकी छौँ, तयारी गर्छौँ। आज हामी बस्ने ठाउँ, हेर्ने ठाउँको व्यवस्थापन त्यो सबै हामी मिलाइहाल्छौँ। त्यो चाहिँ हामी मिलाउँछौँ। अघि मैले एउटा भन्नु बाँकी छ, एउटा छुट्टै कुरा जस्तो हामी मिलाउँछौँ। त्यो त हाम्रो हजुर दिउँसो इन्डोर हुन्छ सम्भव छैन, साँझ चाहिँ बाहिर गर्छौँ। साँझ त चौधै गर्छौँ, साँझ बाहिर तालको छेउको चौधै गर्छौँ। 500-700 जना मान्छे पनि त्यहाँ बसेर हेर्न सक्छौँ। त्यो व्यवस्थापन हामी मिलाउँछौँ। कति हुन्छ भने अघि मैले एउटा छुट्याएको चाहिँ हामीले यो महोत्सव 3 दिनभित्रमा एक दिन चाहिँ हामीले 2वटा बहस कार्यक्रम पनि गर्छौँ, संवाद कार्यक्रम पनि गर्छौँ। जस्तो चलचित्र विकास बोर्डको अध्यक्ष आउँदै गर्नुहुन्छ, अरू कलाकारहरू आउँदै गर्दा यहाँनिर सिनेमा छायाङ्कनको सम्भावना कति छ र यहाँनिर टुरिज्म प्रमोटको लागि के गर्न सकिन्छ भनेर हामीले 2टा संवाद कार्यक्रम पनि राख्छौँ। त्यो चाहिँ 16 गतिको लागि हामी तयारी गर्दैछौँ। 3 दिनमध्ये बिचको दिन गर्ने भन्ने हामी तयारी गरेका छौँ। 16 गति भयो भने 17 गतिको बिहान चाहिँ तपाईँहरूलाई हामी खबर गर्छौँ। आउन सक्ने जति सबैजना त्यतिखेर आएर त्योबाट केही रिपोर्टिङ यहाँका कुराहरू थप गरिदिनु सक्छ तपाईँहरूलाई हामी चाहन्छौँ। अरू केही छ? अरू केही छन् हजुर?